बस मैला गाडी चाहिँ ढिलो भयो अगाडि छोरा अलि छोका हो कि छैन यो चाहिँ दुईटा तपाईँ भुइँमा चाहिँ गएर पाइन्छ त्यहाँ ओछ्यान राम्रो पर्छ अरू लाग्ने बनाइदियो त बाबु तँ यता बस त्यहाँ अरू यस्तो गर्दा सबैमा यस्तो गर्दा हुन्छ तँ यहाँ आइज भिडियो भोलि हाइलाइट आउनुपर्छ क्या एउटा भिडियो मेरो आउँदैछ क्या जय मसी ल हजुरको माइतमा हजुरलाई स्वागत छ। यहाँ चाहिनेमा आन्द्रा पाक्दैछ अनि यो सेकुवा बन्दैछ सिलीमा। अनि हामी सबैजना यसरी बसिराखेका छौँ यहाँनिर। हामी माइजू भन्छौँ। माइजू भन्छन् क्या त्यसले आफ्नै कर्कुन लाउनु क्या जता कतै हेर्नु कर्कुन के छैन गरे माइजू भन्ने दे त्यो त मलाई थाहा छैन फेरि त्यहाँ माइजूसँग लाग्ने भनेको माइजू हुनुपर्छ भन्ने अब जेठी माइजू छैनबाट जेठी माइजू अहिले मलाई कुन हुन्छ सुमाइला बस्न गए पनि जेठी माइजूको माइज चाहिँ अहिले मलाई के चिज हो यो काफल चोर्दा एकदमै ल यो चाहिँ मासुको लागि मसला भयो है। नुन खुर्सानी पिसिसक्नु भएको छ खुर्सानी एकदम कमाल नै मेरो विचारमा मासु रस नबनाउने रसभन्दा पनि यो भागको सिस्टममा अलिलाई पनि भोलि बिहानलाई अलि बढी पर्छ क्या हो मासु होइन भोलि बिहान त्यही बोटौँ कस्तो छ भन्नु कस्तो ठाउँ छ त्यही काँचो खाने हो मासु यहाँनिर छ। हेर्नुपर्छ यार कति 27 दिनको लागि के कतिको छैन हाम्रो दिदी यता भात हाल्दै हुनुहुन्छ। पेट दुख्नु भयो पेट दुखेछ तातो दुध पिने पेट दुखेछ भने दाइन गोवा थियो हामी नै यहाँ कहाँ भएको तर आउनु हुन्छ त्यही माछा मार्न सकिन्छ भने त्यसै त्यो फुट्ने मात्रै हिलै गए पनि आउँदैन ल पानी हाल्नु भने दार पानी लाग्यो पानी पनि नै पानी त हजुर माथि बनाउन लगाउँदैन आउँदैन आज पानी के भला छ नि बलले पाइप आउँछ देउलो हुँदैन यो निक्न सक्दैन भन्ने भने आउँ मैले उ त जान्छ उ चल्दै
तिमी पर्छ यसो गरौँ एउटा भाइ कता बसेर तानेर राख्नु पर्यो त अघि नै खाना पुरो नगर भन्नुहुन्थ्यो भात उतार हुन्छ त म एउटा सुत्नु खाने हो त्यस्ता खप्दै खाने होला खुर्सानी के छ खुर्सानी व्यवस्था म्यानेजमेन्ट टिम एउटा फेरि छ हाम्रो घर आइयो अब पुर्नु पनि खा मैले लानु पनि म